सिपेज थ्रस अर्थन ड्यामको विषयमा चाहिँ आज चाहिँ हामी डिस्कस गरेर एकदम अलिक कम्प्लिकेटेड म्याथमेटिकली डेरिभेसन गर्न अलिकति डिफिकल्ट जस्तो देखिन्छ प्रायः जसो त्यस कारणले गर्दा यसलाई चाहिँ मजाले बुझ्ने प्रयास गरौँ है त। अब हाम्रो सिपेजमा हाम्रो मुख्य कुरा सिपेज डिस्चार्ज निकाल्ने कुरा इम्पोर्टेन्ट हो। अब अर्थन ड्याम भन्नाले कुनै पनि एउटा यस्तो रिप्रेजेन्टेड यसो गरौँ, यस्तो छ अनि हाम्रो एउटा यहाँनिर हरिजन्टल ब्ल्याङ्केट भन्ने हुन्छ यो छ अनि हाम्रो पानीको लेभल यहाँसम्म छ र हामीले यसलाई ए नाम दिउँ र यसको हाम्रो यसलाई चाहिँ सी अर अब यसलाई ओ पनि नाम दिन सकियो है। अनि हाम्रो यसलाई चाहिँ एक्स डिरेक्सन अनि यसलाई चाहिँ हाम्रो जेड डिरेक्सन मानौँ होइन। जेडको ठाउँमा एक्स अहिले पनि मान्न सकिन्न तर हामी नर्मली जेड मानौँ। अनि यसलाई चाहिँ हाम्रो यसरी यो डाइरेक्ट्रिक्स भन्ने मानौँ। अनि हाम्रो एउटा फेरिटिक लाइन भन्ने हुन्छ यसरी 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 यहाँनिर यसरी यहाँनिर जान्छ तर हामीले अब यसरी यहाँनिर मिड हुन्छ भन्ने बुझौँ होइन। फेरिटिक लाइन यसरी जोड्दा नि हुन्छ, यसरी जोड्दा नि हुन्छ। अब यसको हाम्रो पानीको हाइट फिगर बुझ्यो भने सबै कुरा बुझिन्छ है। जस्तै यसलाई हामी फेरिटिक लाइन फिगर किन हो यहाँनिर बुझ्नलाई फेरिटिक लाइन है। अब यसमा अब के हुन्छ भने यो कति हुन्छ भन्ने कुरा र हाम्रो यो छ नि टक्क यहाँसम्म र यहाँसम्म भनेको यो बी हो। बी हुन्छ भने यहाँनिर 0.3 बी हुन्छ, यहाँबाट सुरु हुन्छ भन्ने कुरा ए। अनि त्यसपछि यो पोइन्ट भनेको बी अनि सी डी अनि हाम्रो ई अनि एउटा यो भनेको एउटा एफ पोइन्ट भनौँ। अनि हाम्रो अर्को यो पोइन्ट हुन्छ। यो पोइन्टलाई के मान्दियो भने कुनै समथिङ अब जे मान्दिए नि हुन्छ होइन। अब हामीले एबिसिडिएफ जी माने पनि भयो, जी माने पनि भयो। अब हाम्रो यहाँदेखि यहाँसम्मको डिस्टेन्स हामीले अब जी मानौँ त्यसपछि आएर यहाँसम्मको होइन त्यो मानौँ र यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको एस मानौँ, एस भन्ने मानौँ। अब हाम्रो एउटा के सम्झौँ भने एउटा कुनै पनि पोइन्ट यो पोइन्ट पी भन्ने मानौँ र पी भनेको एक्स इन्टु जेड छ। अब यसरी यसरी यो ओ भन्ने पोइन्ट चाहिँ यसरी यसरी चाहिँ हामीले यसरी 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 बुझौँ है। यो भयो एउटा फन्डामेन्टल। अब यसमा चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने यसमा बुझ्नै पर्ने कुराहरू हामीले के हो भने यो हामीले फ्लो नेट ड्र गर्नुपर्ने अवस्था के हो भने हामीले बााउन्डरी कन्डिसन थाहा भयो भने त्यति बेला चाहिँ हामीले फ्लो नेट ड्र गर्न सकिन्छ है। तर हाम्रो यो भनेको अनकन्फाइन्ड सिपेज फ्लो, त्यस कारणले गर्दा यसको बााउन्डरी कन्डिसन हामीलाई थाहा छैन। हाम्रो तीनवटा बााउन्डरी कन्डिसन हामीलाई थाहा छ होइन। तीनवटा के थाहा छ भने ए र एडी भनेको
ED छ नि यहाँनिर, यो भनेको इक्विपोटेन्शियल लाइन हो, इक्विपोटेन्शियल लाइन हो यो भनेको। त्यसपछि आएर इक्विपोटेन्शियल लाइन हो यो भनेको इक्विपोटेन्शियल लाइन हो, जसमा चाहिँ हाम्रो इक्विपोटेन्शियल लाइन भनेको के भने इक्वल हेड हुन्छ भन्ने कुरा बुझौँ। दोस्रो कुरा हाम्रो यो सिडी छ नि, सिडी यो भनेको बटम फ्लो लाइन हो, जसले चाहिँ लोअर बाउन्ड्री चाहिँ दिन्छ भन्ने कुरा बुझौँ होइन। अर्को कुरा के भने यो सिबी छ नि, यो पोइन्टबाट यो पोइन्टसम्म यो पनि इपिआर हो है, सिबी पनि इपिआर हो। यो इपिआरमा चाहिँ हाम्रो प्रेस जिरो पोटेन्सियल हेड हुन्छ, जिरो पोटेन्सियल। यो तीनवटा हाइड्रोलिक बाउन्ड्री कन्डिसन हामीलाई थाहा छ, तर एउटा हामीलाई अननोन भनेको ए र बी, यो भनेको जुन हामीले फ्रेटिक लाइन भनौँ। यो फ्रेटिक लाइन हामीलाई फाइन्ड आउट गर्न सक्यो भने हाम्रो चाहिँ मजाले फ्लो नेट ड्र गर्न सक्छौँ। फ्लो नेट ड्र गऱ्यो भने हामीले सिपेज एनालाइसिस गर्न सक्छौँ। अब सिपेज एनालाइसिस गर्नु भनेको हाम्रो सिपेज डिस्चार्ज फाइन्ड आउट गर्नु है। मैले यति कुरा किन भनिरहेको छु भने यो कुरा बुझ्नै पर्छ क्या एनालाइसिस गर्नलाई, अहिले हामीले डेरिभेसन गर्नको लागि होइन। यो कति कम्प्लेक्स छ भन्ने कुरा बुझ्नुपर्छ क्या। अब एदेखि बीसम्मको हाम्रो जुन फेरिटिक लाइन छ, फेरिटिक लाइनको विशेषताहरू पनि बुझ्नुपर्छ है। फेरिटिक लाइन एबी भनेको फेरिटिक लाइन भनेको जस्तै फेरि यहाँभन्दा यतातिरको के भन्छ भनेपछि हाम्रो गामा सेचुरेटेड हुनाले सोइल चाहिँ सेचुरेटेड हुन्छ भन्ने बुझ्नु पर्यो। अनि यो पोइन्टका एभ्री एटमोस्फियर प्रेसर हुन्छ र जिरो के अरे प्रेसर हेड हुन्छ। अब यो पोइन्टहरूमा चाहिँ जिरो प्रेसर हेड हुन्छ यी पोइन्टहरूमा। त्यस कारणले गर्दा यसको टोटल हेड भनेको यसको इलिभेसन हेड बराबर हुन्छ भन्ने बुझ्नु पर्यो। र तलतिरको त अब सेचुरेटेड अवस्थामा हुन्छ भन्ने कुरा मैले भनिसकेँ, यो धेरै डिटेल यहाँनिर नराखौँ, डेरिभेसन गर्दाखेरि चाहिँ बुझ्नुपर्ने हुन्छ। अब त्यस कारणले गर्दा अब चाहिँ हाम्रो केही छैन, नर्मल छ, यसको डिस्चार्ज फाइन्ड आउट गर्ने कुरा एकदम नर्मल छ। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भने हाम्रो पाराबोलाको पर्पटिज जस्तै पर्पटिज अफ पाराबोला थाहा पाउनु पर्ने हुन्छ। पाराबोला त हामीले 11-12 मजाले पढेका छौँ। अब हामीले पाराबोलामा जस्तै यस्तो हुन्छ हाम्रो पाराबोला भने, अब यो हाम्रो यो भनेको डाइरेक्ट्रिक्स हो, यो भनेको भर्टेक्स हो, भी भनेको यो भनेको फोकस हो है। अब हाम्रो एउटा यसको पाराबोलाको पर्पटिज के भन्छ भने यदि चाहिँ हामी कुनै पनि यो पाराबोलाको पोइन्ट हो, यी भनेको पाराबोलाको पोइन्टहरू हुन् होइन। यसरी हामी डाइरेक्ट्रिक्ससम्मको डिस्टेन्स र यसरी ड्र गऱ्यौँ भने यो पी मानौँ र यो मानौँ ए मानौँ, एपी इक्वल टु एफपी हुन्छ भनेर भन्छ क्या। यो डाइरेक्ट्रिक्ससम्मको जस्तै यो मात्रै होइन, जस्तै डाइरेक्ट्रिक्सबाट कुनै पनि पाराबोलाको पोइन्टसम्मदेखि लिएर योसम्म, अर्थात् यहाँदेखि डिस्टेन्स, यो डिस्टेन्स र यो डिस्टेन्स पनि बराबर हुन्छ। अब अर्थात् यो डिस्टेन्स र यो डिस्टेन्स पनि बराबर हुन्छ भन्छ क्या। अब यही कुरा यो हाम्रो फेरिटिक लाइनको केसमा पनि लागु हुन्छ क्या। जस्तै हामीले यो भनेको यो ओ भनेछौँ, ओ भनेको पाराबोलाको यो चाहिँ फोकस हो क्या, यो फोकस होइन, फोकस हो। यो भनेको डाइरेक्ट्रिक्स हो। अब हामीले कुनै पनि यो फेरिटिक लाइनलाई हामीले त यहाँनिर यो पाराबोला भनेछौँ, यो पाराबोलाको यहाँ पोइन्टहरू छन्, यी पोइन्टहरू छन्। यदि हामीले कुनै एउटा पी भन्ने पोइन्ट यसरी लियौँ भने, ल हामीले पी भन्ने पोइन्ट लियौँ भने यहाँनिर फोकसको डिस्टेन्स यति हो,
यो भनेको एफपी भन्ने छ, एफपी भन्ने छ। यसरी चाहिँ हामी डाइरेक्टिसम्मको डिस्टेन्स बराबर हुन्छ भनेछौँ। डाइरेक्टिस भनेको यति भनेको हाम्रो एक्स हो यहाँसम्म, किनकि हाम्रो यहाँसम्म त ऊ छ, यो लाइन हो एक्सिसको, यति भनेको यस हो भनेपछि एक्स प्लस भनेको यहाँनिर क्यु बी, अर्थात् क्युदेखि बीसम्म भन्नु र पीदेखि यहाँसम्म एउटै कुरा हो होइन। यति चाहिँ हाम्रो यो पाराबोलाबाट यो इक्वेसन आयो। अनि एफपी भनेको के हो? एफपी भनेको जस्तै हाम्रो यो राइट एङ्गल ट्राइङ्गलबाट एक्स स्क्वायर प्लस जेड स्क्वायर अन्डर रुट हो, क्युबी भनेको एक्स प्लस एस हो होइन। हो यही कुराहरू, यति कुरा चाहिँ मेन कन्सेप्ट नै यहीँनिर लागु छ क्या। यो कुरा चाहिँ बुझौँ है, यो कुरा बुझौँ र यो कुरा मैले मेटाउनुपर्छ अहिले, किनकि यो कुरा त बुझ्नुभयो नि। यसलाई चाहिँ फोकस मान्यौँ, यसको फोकस यो डाइरेक्ट्रिक्स हो यो भनेको। अब हाम्रो यहाँ फोकसदेखि कुनै पनि पोइन्ट लियौँ, फोकसदेखि कुनै पोइन्ट लियौँ, अनि त्यसपछि डाइरेक्ट्रिक्स छ, डाइरेक्ट्रिक्स भनेपछि यो लाइन बराबर यो लाइन भयो भनेपछि चाहिँ यो लाइन बराबर यो लाइन भयो जस्तै यहाँ पनि भयो। जस्ट यहाँनिर हाम्रो अब यो नोटेसनहरू फरक छ होइन, नोटेसनहरू फरक छ, यहाँ राइट एङ्गलबाट मानिरहेछौँ भने यो फरक छ, त्यो कुरा बुझ्नु पऱ्यो। अब मैले यसलाई मेटाएँ, अर्पट्टि चाहिँ पाराबोलाबाट त भयो होइन। अब हाम्रो सिपेज डिस्चार्ज फाइन्ड आउट गर्नुपर्ने हो नि त हामीले। एनालाइसिस भनेकै त्यही हो। सिपेज डिस्चार्ज भनेको जस्तै मानौँ क्युबाई पर युनिट गऱ्यो भने, पर युनिट भनेको मतलब बी इक्वल टु 1 भन्ने नै हो। जस्तै केआइए हाम्रो त डार्की ल छ, डार्की लबाट हामीले के त डिआरसिवाई डार्किस ल भनेको सोइलको एकदम इम्पोर्टेन्ट ल हो। अब डार्की लमा के भन्छ भने के को के भइहाल्यो। आई भनेको हाम्रो जेड डिरेक्सनमा छ र यस्तो छ नि त डिजेड बाई डिएक्स भनेको नि त। आई भनेको हाइड्रोलिक ग्रेडियन्ट भनेको जस्तै मानौँ यो माथितिर चाहिँ जेड डिरेक्सन छ, तलतिर यो छ। अनि यो पर युनिट वेट भनेको क्यु भनेको जेड इन्टु 1 हुन्छ, किनकि पर युनिट वेट भनिसकेपछि के अरे पर युनिट विथ भनिसकेपछि एउटा भ्यालु चाहिँ अन हुने भयो होइन, त्यो बुझ्नु पऱ्यो। अब हाम्रो यसमा चाहिँ एउटा चाहिँ जेड भन्ने कुरा इक्वेसन आइ मानौँ, यसलाई इक्वेसन आइ भनौँ। अब जेड भन्ने कुरा फाइन्ड आउट गर्नु छ हाम्रो पर्पटिज अफ पाराबोलाबाट है। हेर्नु है, मतलब यो मैले यसरी गरिरहेको छु, यसरी एउटा बक्स बनाइसकेँ होइन, बक्स बनाएँ। अब पर्पटिज अफ पाराबोलाबाट हामीले के फाइन्ड आउट गरेछौँ अघि यहाँ, यो एफपी र क्यु बी बराबर हुन्छ भनेको छौँ एक्स स्क्वायर प्लस जेड स्क्वायर इक्वल टु एक्स प्लस एस भनेको छौँ। अब हामीले यसलाई बोथ साइड स्क्वायर गर्दाखेरि, अब मैले नर्मली गरेन किनकि यो बेसिक म्याथ हो, एक्स स्क्वायर प्लस 2x प्लस एस स्क्वायर हो। अब एक्स स्क्वायर पढ्यो, अब जेड इक्वल टु अन्डर रुट एस स्क्वायर प्लस 2sx भयो, किनकि हामीले अब जेड स्क्वायर गर्दाखेरि त यो हुन्छ। अब हाम्रो जेड स्क्वायरको भ्यालु के हुँदो रहेछ त यहाँनिर सोल्भ गर्दाखेरि जेडको भ्यालु के हुँदो रहेछ भने अन्डर यो एस स्क्वायर प्लस 2x हुँदो रहेछ है। अब यो चाहिँ मैले यति हुँदो रहेछ, यो पर्पटिज अफ पाराबोलाको कुरा हो है, यहाँनिर भयो। अब हाम्रो अब डिराइभ गर्दाखेरि के छ, अब डी बाई डिएक्स छ, जेडको ठाउँमा के छ हामीसँग यो एस स्क्वायर प्लस 2x अन्डर रुट भनेको 1/2 होइन र, बेसिक म्याथको कुरा है।
अनि यो जेडको जेड भयो है। अब जेडको जेड भयो। अब हामीले अब डेरिभेटिभ गर्नु पर्यो। डेरिभेटिभको हाम्रो नर्मल कन्सेप्ट के हो भने यदि एस स्क्वायरलाई चाहिँ हामीले डेरिभेटिभ गर्न चाहन्छौँ भने 1/2 छ भने तल पनि के गर्नुपर्छ, एस स्क्वायर 2s एक्स गर्नुपर्छ अनि यो पनि सेम मल्टिप्लाई गर्नु पर्यो। एस स्क्वायर प्लस 2s एक्स बाई डी के त एक्स गर्नु पर्यो, किन यो गर्दाखेरि त्यही बच्छ इन्टु जेडको जेड भयो है। अनि अब के को के भयो, अब यो डेरिभेसन गर्दाखेरि हाम्रो के हुन्छ, यो डेरिभेटिभ गर्दा 1/2 हुन्छ, यो याद गर्नु पर्यो, यो 1/2 हुन्छ, यो तल आउँछ अनि हाम्रो एस स्क्वायर प्लस 2s एक्स भनेको 1/2 माइनस 1 हुन्छ, किनकि यो त कुरा बुझ्नु पर्यो। यो कन्स्ट्यान्टको अब 0 भइहाल्यो अनि यो एक्सको 2s बच्यो, यहाँ 2s इन्टु जेड बच्यो। हाम्रो 2 र 2 कट्यो है, 2 र 2 कट्यो। त्यसपछि आएर अब के बच्यो, एउटा यो कम्पोनेन्ट बच्यो हैन, यो कम्पोनेन्ट बच्यो अनि यो कम्पोनेन्ट बच्यो के यो अनि एस र एस। अब जेडको ठाउँमा हेर्नु र हाम्रो यहाँनिर के छ भने जेडको ठाउँमा यो भनेको जेड इक्वल यो भनेको एस स्क्वायर प्लस 2s एक्स को पावर 1/2 भन्नु होइन र एउटा रुट भन्नु, र यसको ठाउँमा हामीले के लेखिदिन सक्छौँ, एस स्क्वायर प्लस 2s एक्स बाई 1/2 लेखिदिन सक्छौँ है। यसको चाहिँ बुझ्नु पर्यो नर्मल्ली। अब यति भनेको एस स्क्वायर प्लस 2x एउटा बेस हो भने हामीले यसलाई 1/2 छ भने यो 1/2 गर्दाखेरि यो मेर्न मिल्छ कि होइन, मेर्न मिल्छ। 1/2 गर्दाखेरि अब यो कम्पोनेन्ट के आयो भने के त्यो कम्पोनेन्ट आयो होइन। अब यति गर्दाखेरि अब यो प्लस 1/2 गर्दा यी सबै कम्पोनेन्टहरू घट्छ है। भनेपछि यो केही रहँदैन, 1/2 जोड्यो 1 हुन्छ होइन, 1 माइनस 1 इक्वल टु 0 हुन्छ। यो भनेको यो सबै भनेको केएस भन्ने कम्पोनेन्ट आयो, यति मात्रै आयो। के आयो, क्यु इक्वल टु केएस भन्ने आयो है। जस्तो अब सबै डेरिभेसन गर्दाखेरि अब फेरि मैले पनि बुझाएँ, फेरि बुझाएँ, क्यु गरेर के आयो भन्ने भयो, के त के भइहाल्यो। अब आई भनेको हाइड्रोलिक ग्रेडियन्ट डिएच बाई डिएक्स भने जस्तै डिएक्स भयो, जेड इक्वल 1 भयो पर युनिट, बी इक्वल टु एक्स इक्वल टु 1 राख्दाखेरि होइन। अब यसको डेरिभेटिभ गर्दाखेरि अब यो चाहिँ यो डेरिभेटिभ गर्दाखेरि सेम त हुनुपर्छ, तल माथि सेम भयो अनि के इन्टु 1/2 यता आयो, एस स्क्वायर प्लस 2x भयो अनि 1/2 माइनस 1 त यसकै भयो अनि हाम्रो जुन अगाडिको अब गर्दाखेरि प्लस 1/2 हामीले यहाँ जेड भन्ने कम्पोनेन्ट बाँकी थियो, त्यस कारणले गर्दा एउटा के बच्यो यहाँनिर होइन, 2 पनि कटिहाल्यो। अब एस स्क्वायर यो पनि अब 0 1 भइहाल्यो अनि एस पनि एस मात्र बच्यो, केएस भन्ने है। अब केएस, अब एसको भ्यालु हामीले यतिको डेरिभेसन गर्दा कति आउँदो रहेछ, केएस भन्ने आउँदो रहेछ हाम्रो क्यु। अब एस भन्ने कति भन्ने कुरा यहीँबाटै थाहा हुन्छ क्या, जस्तै एस भन्ने कुरा कति हो भन्ने कुरा, अब एसको भ्यालु निकाल्नुपर्छ क्या। अब
अब हामीले जस्तो हाम्रो अन्डर रुट एक्स स्क्वायर प्लस जेड स्क्वायर प्लस एक्स प्लस एस हो नि त। अब यसले हामीले के गर्नुपर्छ, यो स्क्वायरिङ अफ द बोथ साइड गर्नु पर्यो। एक्स स्क्वायर प्लस 2s एक्स प्लस एक्स स्क्वायर गर्नु पर्यो, एक्स स्क्वायर कट्यो। अब एस स्क्वायर प्लस 2s एक्स माइनस जेड स्क्वायर इक्वल टु 0 गर्नु पर्यो। अब हाम्रो क्वाड्रेटिक इक्वेसनको जुन माइनस बी होइन, अब एक्स इक्वल टु माइनस बी प्लस माइनस बी स्क्वायर माइनस 4ac/2a भन्ने जस्तो यहाँ राखौँ है। अब एसको भ्यालु कति आयो, अब माइनस बी भनेको 2x 2 अब यसरी राखौँ। अब यसको विकल्प भनेको के भने 2sx भयो होइन। 2sx भनेको माइनस बी भनेको 2x भयो है, अनि प्लस माइनस बी स्क्वायर भनेको नि 2x स्क्वायर भयो, माइनस 4ac भनेको 4 इन्टु के त 4 इन्टु 1 इन्टु माइनस जेड भयो, इन्टु 2 इन्टु अब यसमा त अन भ्यालु छ। अब यसमा हामी के गर्न सक्छौँ भने 2 माइनस 2x को 2x भयो प्लस माइनस, अब 2 दिना 4 हुन्छ, 2 स्क्वायर 4 4 कमन आएपछि बाहिर आयो भने 2 हुन्छ है। अनि एक्स स्क्वायर माइनस 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 प्लस हुँदाखेरि जेड हुन्छ, अब जेड भयो अपन 2 भयो, अब अपन 2 भयो, अब 2 पनि कमन माइनस, अब एक्स प्लस माइनस अब एक्स स्क्वायर प्लस जेड हुने भयो होइन, एक्स स्क्वायर प्लस अब यहाँनिर जेड स्क्वायरै हुन्छ है, यहाँनिर जेड स्क्वायर सीको भ्यालु त जेड स्क्वायर छ, अनि जेड स्क्वायर हुने भयो अपन अब केही न केही अब 2 कट्यो भने त एक्स मात्र बाँकी रह्यो। अब यसरी हाम्रो एक्सको भ्यालु भनेको बचेको भनेको माइनस एक्स प्लस माइनस एक्स स्क्वायर प्लस जेड स्क्वायर हो। अब हामीले यो पोइन्टमा हेर्नु है, यो पोइन्टमा हेर्दाखेरि यसरी चाहिँ यो पी पोइन्टमा पो हाम्रो के अरे यो एक्स र जेड भयो त होइन। यो पोइन्टमा आइपुग्दा त हाम्रो भ्यालु चाहिँ यहाँनिर यो डी हुन्छ नि, यहाँनिर यो डी हुन्छ, एक्सतिर माइनस डी हुन्छ प्लस माइनस अर्को एक्स स्क्वायर डी स्क्वायर हुँदै गर्दा त यसको भ्यालु त यो एच स्क्वायर हुन्छ होला, यो हाइट एच स्क्वायर हुन्छ होला। अब प्लस हामीले प्लस साइन ल्याउँ, प्लस साइन लिँदाखेरि एस इक्वल टु त डी स्क्वायर प्लस एच स्क्वायर माइनस डी हुँदो रहेछ। अब हामीले यही भ्यालु यसमा लिँदाखेरि क्यु इक्वल टु के इन्टु एस इक्वल भनेको डी स्क्वायर प्लस एच स्क्वायर माइनस डी चाहिँ यसको हाम्रो फाइनल्ली सिपेज पर युनिट वेट भयो है। भिडियो धेरै लामो भयो आई थिङ्क। अब यसको अलिक कन्सेप्ट चाहिँ यस्तै छ, तपाईँहरूले फुल्ली बुझ्नुभयो होला। अलिकति बुझ्नु भएन भने भिडियोलाई चाहिँ अलिकति अब पज गर्दै हेर्नुभयो भने अफकोर्स बुझ्नुहुन्छ, थोरै दिमाग लाउनुभयो भने। फाइनल रिजल्ट चाहिँ हाम्रो त्यही क्यु इक्वल टु केएस भन्ने भयो। कीको ठाउँमा चाहिँ एसको ठाउँमा चाहिँ अन्डर रुट डी स्क्वायर प्लस एक्स स्क्वायर माइनस डी। कति नर्मल कुरा आयो होइन। हामी फेरिटिक लाइनको इक्वेसन थाहा हुन बित्तिकै सिपेज डिस्टेन्स यति डी थाहा पाउन बित्तिकै र यसको
हाइट थाहा पाउन बित्तिकै त अब नर्मल्ली अब यसको सोइलको चाहिँ हाम्रो यहाँनिर यसको सोइलको के फाइन्ड आउट गर्न बित्तिकै त कति इजी रहेछ नि त होइन।